2082 सालको मङ्गलमय शुभकामना। स्वस्थ रहनु, मस्त रहनु मेरो निशा बुहारीको युट्युब च्यानलमा। हामी चाहिँ वाबु खाना सुखाउने हो अनि भाइ बाखा गरी खाएकोहरूको आज चोखीले दिनु हो। छोराछोरी बाबुहरूले पनि अनि के हुँदैन भरे अनि ड्याममा कुटेर भरे त्यो मातेर फ्यालेर भएको ड्याममा कुटेर कन्सर्टमा लाँदा हस्पिटल आफैले लानुपर्छ। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते सबैजनालाई। अनि आज चाहिँ म ब्लग स्टार्ट गर्न गइरहेको छु। बिहान यतिर 6 बजिरहेको छ। अनि ह्याप्पी न्यू इयर सबैजनालाई। 2062 सालको सबैजनालाई धेरै धेरै शुभकामना छ। सो गाइज, आज चाहिँ बिहानदेखि बेलुकासम्मको ब्लग चाहिँ अलिक लामो हुनेछ। अनि बिहानदेखिको बेलुकासम्म म के गर्छु त, आज कता गइन्छ गइँदैन सबै म ब्लगमा हाल्छु। आजको ब्लग चाहिँ लामो हुनेवाला छ, हेर्दै गर्नुहोस् है त। गाइस, म चाहिँ उठेर तल जाँदैछु। अब आज त 1 गते अनि घर सलिपुग्नु छ। अनि अब चाहिँ म सबै सफा गरेर सुरुमा मुखहरू धोएर मुखसुख धोएर अब चाहिँ म घरहरू सफा गरेर बढार गरेर अब चाहिँ म घर लिप्छु। अब चाहिँ म खान्छु।
गुड मर्निङ ह्याप्पी न्यू इयर अनि झर्नु पर्दैन आउनु तिमीलाई फन्नी भिडियो देखाइदिन्छु आऊ तल मुख धुनु पर्दैन तल झर कतिखेर सपनामा म निदाएको थिएँ किन हो त आउनु तल आऊ तल त्यो चाहिँ गाई हाम्रो बिहानको घामै लागेको छैन चिसो चिसो छ टिभी झऱ्यो एकछिन कुखुरा नखोलिदिने ल यो लिपेको सुप छ अनि मात्रै खोल्नुपर्छ नभए कुखुराले सबै उयो गर्छ हिजो छिटै सुतेको जम्बुसँग छिटै जुँदै गयो तपाईँलाई भिडियोमा देखाउँ कि नदेखा आऊ नटेका लु पखाला खोले चाहिँ पाक्दैछ भर्खर आएको हालिरहेको छु अब बल्छ आऊ न आज त ह्याप्पी न्यू इयर हो त ह्याप्पी न्यू इयर गाइज होइन ह्याप्पी न्यू इयर सबैजना साथीहरूलाई हैसाले नि तिमी पनि भन्दैन त ह्याप्पी न्यू इयर गाइज हो न ह्याप्पी न्यू इयर गाइज सबै अब हामी के गर्ने अब अझै काम के बाँकी छ भन त अब खोले बसाइसक्यो खोले पाक्दैछ होइन अब बाख्रा निकाल्ने गाई छुङ्गुलाई चारो भैँसीलाई चारो होइन भैँसीलाई घाँस खोले दिनु बाँकी छ अनि अब खाना चाहिँ हाम्रो मेरो जेठानी दिदी जमुना दिदीले खानाहरू चाहिँ बनाउनुहुन्छ म चाहिँ बाहिरको काम सक्छु अनि आज हाम्रो के को पूजा छ तिमीलाई पनि थाहा छैन पूजा छ हाम्रो चाहिँ मूल घरमा साथीहरू अनि त्यसपछि अब म भिडियो बनाउँदै आजको भिडियो आजको भिडियो चाहिँ एकदमै लामो हुनेवाला छ धेरै भयो नि त मैले भिडियोहरू पनि बनाउनु पाएकै थिएन अनि आज चाहिँ न्यू इयर पनि लाइट एकदमै धेरै लामो हुनेछ आज बिहानदेखि के गरेँ भने बिहानदेखि मैले के गरेँ अनि त्यसपछि हामी कहाँ जान्छौँ के गर्छौँ रातिसम्मको भ्लग आज म हाल्छु है त साथीहरू सो गाइज भिडियो हेर्दै गर्नु होला अब हाम्रो पालो रहेको छ बाख्रा निकाल्ने कुखुरा पनि निकालेको छैन अनि कुखुरा चाहिँ यतिसम्म किन ननिकालेको भने अब भर्खर लिपेको छ नि त अनि लिपेकोमा सबै कुखुराहरूले हगिदिन्छ लिपेको मेहनत चाहिँ खराब गरिदिन्छन् कुखुराहरूले यतिहरू कस्तो राम्रो देखेको छ अहिले भएर हेरिन सक्नुहुन्छ सो त्यही पनि तिनीहरूलाई निकालेर चारो त दिनु पर्यो अघि नै सिसकिरहेको छ त्यसलाई चाहिँ मैले चारो दिइसकेँ सो साथीहरू हेर्दै गर्नु होला किन यो सो भन्नु चाहिँ आइहाल्छ हौ देखिराखेको हुन्छ अनि त्यसपछि अब हामी जान्छौँ अब हामी सुरुमा बाख्राहरू निकाल्नु अझै बढाल्नु पनि बाँकी नै छ माथि आँगन अझै पनि बढाल्नु बाँकी नै छ अब हामी चाहिँ ढिला नगरिकन खोले पनि उम्लिन लागिसक्यो अब ढिला नगरिकन सकिँदैन अब चाहिँ ढिला नगरी हामी जान्छौँ बाख्रा निकाल्नुतर्फ मेरो आँखा कति सानो भर्खर सुतेर उठेको छ नि त त्यही भएर साथीहरू हाम्रो बाख्रा खोर चाहिँ त्यहाँ छ अब चाहिँ म बाख्रा खोरमा जान्छु जुम गरेर पनि खाइदिन्छु है त उता हुनुहुन्छ मेरो माम लु निस्क्यो बाख्रा ऊ तिनीहरू चाहिँ हो देख्नु भएन होला म चाहिँ जुम गरेर खाइदिन्छु
हेलो बाख्रा ए अझै उता कति त रह अनि कहिले मामु ए भित्र खोरभित्र बस्नु भएछ कोर आयो छैन के र कहाँ हो चिन्दिनस् कहाँ गयो अरे चाहिला निकाल दो ढोका खोल दो यो चाहिँ सलोनीको ड्युटी यदि छोडिदिएको यिनीहरूको आयो चिन्ने होइन नखोल न बानेकै छैन नि त त्यहाँ उयो गर दुईटा बाख्रा उता छ हैन त्यो कहाँ हो त्यो त आइन नि मेरो खुट्टा खिच्यो यसले बाटो सङ्ग जा त्यो उयो भइरहेछ नि त्यो कहाँ हो यिनीहरू के चाहिँ खिचेको हौ गाइजहरू तिमीहरू चाहिँ भित्रै बस ल भरेको ठाल जाने बेलामा मात्रै निस्क ल ल भन्दैछ उयोले नानी उता पाठाले उता ठुलोलाई त्यहाँ थुनिदिनुपर्छ यो तल गएछ उता बाख्रालाई पनि यहीँ थुनिदिनुपर्छ होला कुन चाहिँ पेन गर्दा कराउँदैछ पर्खिर मैंने समझ गया कौन नहीं आया ए यहीँ बस्छ केही हुँदैन तिमी आज यहीँ बस ल भरे निस्किहाल्छ नि त जाउ लु निकालेर त्यो खैरो ठुलो होइन त बिस्तारी ढोका चाहिँ लगाउने नकर आउँछ हौ म त्यहीँ तल आउँदैछ छोड्दै एकछिन त्यहीँ दुध खाओस् न मासुम सेती लु त कब पर्छ त ल सलोनी आउँदै यिनीहरूलाई चारो दिउँ घेरिसकेछ नि त यहाँ
सपना सबै हजुर आइज छोडाउनै भएन एउटा हातले साथीहरु मैले यहाँ पनि बडाल लिएर रेडी पारिसकेँ अब हाम्रो काम नानी जाउँ सुँगुरलाई चारो अनि त्यसपछि भैँसीलाई घाँस दिन बाँकी छ किन कराएको हौ किन कराइस यो चाहिँ हाम्रो गोठ अनि अब यिनीहरूलाई चाहिँ लगाइदिन्छु म घाँस गाइच यहाँ छ यत्रो बढेमा बोरामा बाँसको पत्ता कस्तरी हेर्छु कतिखेर मलाई घाँस दिने भनेर हेरिरहेछ अहिले चाहिँ बिहानको ठ्याक्कै कति बज्यो भन्दा ठ्याक्कै 8 बजेर 8 मिनट गइसकेको छ साथीहरु मैले चाहिँ पुरा खान सकेको छु अब यिनीहरूलाई चारो दिएर म चाहिँ जान्छु मूल घरतिर सायद सबैजना आइसक्नु भएको छ होला के को पूजा हो भनेर मलाई थाहा छैन गएर म
दाजुहरूलाई सोध्छु। अनि हाम्रो चाहिँ जेठा दाइ आइपुग्नु भएकै छैन, अनि धरानमा हुनुहुन्छ नि त, धरानदेखि आज आउनुहुने हो। बिहान आइपुग्नु भएको छैन। सो गाइस हेर्दै गर्नु होला। आज चाहिँ एकदमै लामो भिडियो हुनेछ। यहाँ चाहिँ हरियाली चरा कराउँदैछ। पानी आएर जोस शीतल भएको छ, धुलोहरू छैन, एकदमै राम्रो मौसमै रहेको छ। मैले चाहिँ चारतिर सकेँ, बाल्टिन बोकेर हिँड्ने अब घरतिर। साथीहरू त्यस्तै छ आजको न्यू इयर। कहाँ जाने भनेर पनि थाहा छैन, अब हेरौँ के हुन्छ। उकालो जानुपर्छ, उकालो हिँड्न सक्ने। बाहिर हेर्नलाई त रमिता हुन्छ नि भरे, अनि ड्याममा कुटेर भरे त्यो मातेर फ्यालेर भएको ड्याममा कुटेर कन्सर्टमा लाँदा हस्पिटल आफैले लानुपर्छ। छोराछोरी बाबुहरूले पनि अलिक पहिल्यैदेखि आमालाई त्यति वास्ता नअर्दो रहेछ कि, त्यही भएर पनि आमालाई अलिकति मन कस्तो भएर चाहिँ अलिक त्यस्तो माया गर्छ नि रोजनले चाहिँ गर्छ। रजिनीले ब्लगरहरू बस्न गाह्रो छ। ल 2082 सालको मङ्गलमय शुभकामना। स्वस्थ रहनु, मस्त रहनु मेरो निशा बुहारीको युट्युब च्यानलमा है। मजाले भन्नुभयो त। मङ्गलमय शुभकामना होइन हो होइन, उहाँ हाम्रो दाजु है, दाजु भन्नुहुन्छ होइन। दाजु पनि एक दुई शब्द जाओस्। भन्नु भन्नु न दाजु। छैन होइन, मस्त रहनु व्यस्त रहनु। म्याक्स म्याक्स भयो लु त नि। त्यसले त झन् फुलले सुरु काली यो चाहिँ चिन्डोहरू। दाजु यसलाई के भन्नुहुन्छ तपाईँहरू? होप भन्छौँ, हाम्रो भाषाबाट होप। होप हामी चाहिँ वाबुब भन्छौँ। यो सबैमा भर्नुपर्छ? सबै चाहिँदैन, कतिवटा 9वटामा जान्छ एकचोटि, 5वटामा मात्रै जान्छ। ए सुँगुरको पाठा लाग्ने जतिमा 9वटा जान्छ, एउटामा पानी हुन्छ, अनि 8वटामा जाडो हुन्छ, अनि त्यो अर्को उपरामा चाहिँ 4वटामा जाडो हुन्छ, एउटामा पानी हुन्छ। ठुलो लाग्ने रहेछ है यसमा। अनि अहिले त हाम्रो विशेष पूजा के गरे दाजु? खाना सुखाउने हो, अनि भाइ भाका गरी खाएकोहरूको आज चोखीले दिन हो। भाकलहरू यो बैशाखभन्दा बैशाखको अगाडि चाहिँ सक्नु पर्यो। अनि त्यो पितृ पूजा आउँछ होइन त? मार्गा पूजा आउँछ अब पर्सि, अनि मार्गा पूजा भएपछि भोलि पर्सि बुधबार मार्गा पूजा। अनि त्यहाँबाट बिहिबार अनि मासु काट्ने दिन हो। त्यहाँबाट अनि शुक्रबार चाहिँ पितृ पूजा, पितृहरूलाई पितृ पूजा।
आज जीवदान गरेको मागी खाएको अनि आज खाना डेक्चीमा कति पाक्छ त है 10 गिलास ग्लास चाहिँ राख्नु पर्यो उयो गिलास आगो त खतरा बोल लु किनेर यो धोएर ल्याऊ त मस्तीले धोएर ल्याऊ अनि त्यसमा अलिक साबुन पानीले मजाले धो है पूजा छ नि धारा कसको भात के पैसा पढो तपाईँले अनि टेम्पर ग्लास फेर्नु भएन राजाको टाउको देखाएर भरे गएको त अफर पो सकिसक्यो अरे धेरै मान्छे फेर्नु गएको होइन कि 100 जनाको लागि त राखेको रहेछ म फेर्नु चाहिँ गएको होइन त्यहाँ मेरो पैसा दिनु भन्ने छ र रमेशमा गएको केटी अफर त सक्यो के फेस्टिभल हो त पुग्छ आज सुरु भोलिसम्म हो फुड फेस्टिभल हो त उयो गीतहरू गर्छ त्यही त अनि नाच्ने खानेकुराहरू ए यो चाहिँ हाम्रो खोइ कहाँ पो लेचाङको योग हाम्रो यहाँको चाहिँ लाग्छ किनभने नि म एकछिन लामाथानमा गर्नुहुन्छ यहाँ लाग्छ के यो गरे हाम्रो दिदी हाम्रो लाग्छ यो लासा ए हाम्रो चाहिँ लेटाङमा हाम्रो दाजुभाइ देख्दैन म देख्दिन म जान्छ नि त अनि चितवनको थुप्रो हो त्यसरी साथीहरू पूजा चाहिँ हुँदैछ हामीलाई चाहिँ भोक लागेर के खाएको थिएन बिहानदेखि अनि हामी चाहिँ अब चटपटे बहिनी बुहारीहरूले चटपटे बनाउनु हुँदैछ भोकाले अनि अब हामी चाहिँ चटपटे खाने हो अनि जाने हो फेरि पूजा घरमा म त यहाँ आफ्नै बनाउँदैछु चटपटे गाई चटपटे थोरै छैन त बन्ने पो छ त नि भाउजूको रोलरले बन्दी गर्नुपर्छ है लु लु बस गयो कपाल रोल गर्ने भन्दै तर कि बुझ्नु होइन चटपटे बनेर रेडी ट्वाक भएको छ ट्वाक सिमलाको आलुले खुलिने भोलि मेरो नानी हाम्रो नानी कालमा नि हामी झुटा झुटुको के हुन्छ के निस्किसक्यो होइन मेरो नानी त भन्दै म भरे लगाइदिन्छु ए पुलिङ्गेको पनि उयो आएछ नि त नि है जहाँ काम छ साथीहरू अनि हाम्रो चाहिँ पूजा पनि सक्यो अनि म चाहिँ पूजा खाइसकेर पनि घर आइसकिरहेको छु अनि हाम्रो चाहिँ 3:30 बजे जस्तो पूजा सकेको थियो अनि त्यसपछि म चाहिँ आएँ अनि आजको ब्लग चाहिँ म यही इन्ड गर्न चाहन्छु हेर्दै साथ दिनु होला बाई बाई साथीहरू नेक्स्ट ब्लगमा भेटौँला बाई बाई